हेलो एभ्रिवान, वेलकम टु माई न्यू भ्लग। फेरि पनि मैले नयाँ भ्लग लिएर आइसकेको छु। आज हामी यहाँ पार्कतिर घुम्न आएको। एकदम रमाइलो छ होइन, पार्कतिर एकदम रमाइलो छ। यहाँ तल यहाँ यहाँनिर ताल छ, उता पुरै बिल्डिङ, यहाँ पुरै पार्किङमा धेरै मान्छेहरू आइरहेछन्। बिहान भएकोले बिहानको समय एकदम राम्रो हुन्छ नि त, बिहान फ्रेस माइन्ड हुन्छ। त्यो भएर सबै प्रायः जस्तो सबै यहाँ पार्किङमा मर्निङ वाक गर्न आउँछन्। यहाँ कसम यस्तो राम्रो ठाउँ छ नि यहाँ पछाडि, मलाई त लास्ट रमाइलो लाग्यो के। यहाँ पछाडि यो पुरै जङ्गल 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 यस्तो ठाउँ छ होइन। मलाई मलाई यस्तो राम्रो लाग्यो। राम्रो ठाउँ छ होइन। यी के यी यति दामी छ कि यहाँको, यस्तो राम्रो छ, यस्तो राम्रो। पुरै मलाई त नेपालको याद आइरहेछ के, यस्तो छ कसम। डेली आउन मन लाग्यो, त्यति राम्रो ठाउँ छ कि। जान्छु होइन म, यहाँ माथि देखाउँछु पुरै भ्यू। यस्तो राम्रो छ के, आहा क्या दामी हो भने। के हो, म त ढले 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 यस्तो दामी यार। कति बयान गर्ने कि यसको, कति बयान गरौँ, बयानै गर्न सकिनँ भने त्यस्तो राम्रो लाग्यो मलाई। ओहो, यस्तो राम्रो ठाउँमा नि के हो पारा यो, थैट। गाइज यस्तो दामी छ के। आहा, के हो यो, के हो, हेर्न सकिन्छ र यस्तो सकिन्न नि फेरि। उता फुलै फुल छ होइन, फुलै फुल फुलिरहेको रहेछ, कस्तो खतरा देखिन्छ। यता भ्यू चाहिँ दामी छ, जे जस्तो भयो नि होइन। यहाँको भ्यू चाहिँ दामी लाग्यो मलाई। हरियाली पुरै यताउति होइन, घाँस उम्रिरहेछ। यस्तो ठाउँमा घुम्न पायो नि के मजा हो क्या। ठक्क पारेर के हो, दामी छ नि। आहा, सरप्राइज दिने जस्तो छ त यो त। एउटी केटीलाई सरप्राइज दिनु पर्यो क्या है, दामी छ। मलाई त जानै मन छ नि, यो पार्किङदेखि जानै मन लाग्यो होइन, यस्तो ठाउँ छ कि। जति के भन्ने के हो, याद आइरहेछ आफ्नो ठाउँको। घरतिर भएको भए टक्क जङ्गलतिर होइन, यसो रमाइलो गर्न पाइन्थ्यो। गइन्थ्यो जङ्गलतिर, त्यही भएर यस्तो हरियाली देखेँ लास्टै मलाई के भन्ने, लास्टै हुन्छ के। यस्तो हरियाली देख्ने बित्तिकै गइदिउँ 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 जस्तो लाग्छ। ठिकै छ, खतरा छ। के फुल टिप्दैनन् भने होइन, के ऊ सक्या हो तान्नलाई त गुफा गुफा तानेरै भन्दैन, तपाईँले त पुरा हाँगै भएको छ। भयो
भएर होइन यो यो क्लिप मलाई हालिदिनु होला है दामी छ तर उतादेखि हेर्दाखेरि यहाँ केही त्यस्तो राम्रो जस्तो लाग्दैन थियो होइन यहाँ आउँदाखेरि झन् यहाँदेखि उता आएर चाहिँ उस्तै जता हेर त्यस्तै लाग्दो अझ पार्किङ दामी छ तर मलाई अरू त त्यस्तै होइन तर पार्किङ बब्बा लाग्यो मान्छे राम्रो पार्किङ सब राम्रो होइन बसतिर आउँला आउने हो हेर्नु न अझ यहाँनिर पुग्दाखेरि यहाँनिर तलको पनि त्यस्तै देखिँदो कि पुरै त्यसमा एउटा चटाइ फालेर होइन मजाले बिहान बिहान बिहानै हुँदो राम्रो यसमा पक्का चाहिँ अब पेडर लगाएर होइन जस्तो दामी छ यार ल बाबा मलाई त तर यस्तो आजको जस्तो रमाइलो होइन कहिले लागेन कि बिहान आयो क्या हामी त्यही भएर बिहानै माइन्ड फ्रेस भइदियो नि त दिललाई क्या सकुन आफ्नो गाउँको जस्तो याद आउँदो क्या मलाई यहाँ तर यो भन्दा नि अझ त्यो एरिया ठिक छ अर्कोचोटि अर्को पार्किङतिर जाउँला नि त यहाँनिर पेडहरू छैन भने त कता लगाएको छ गर्छ अब केही दिन अर्को सालमा के लाने भर्खर नयाँ बनाए पार्किङ रहेछ नि त त्यही भएर भरे एक्सर्साइज गर्दा कस्तो छ एक्सर्साइज ठुलो ल्याएर हाल्यो ठुलो पनि पाइँदैन होइन अर्को ठाउँमा ल्याएर तर यता साइड छ क्या दामी यिनीहरूको जस्तो के अरे ऊ जाऊ होइन टाइम बिहानै आयो मजाले पार्किङतिर पार्क यस्तै सकिङ गरौँ होइन पछि पुलिस बस्दैन होला यहाँ सुरक्षा त हुनु पऱ्यो त यहाँ बस्ने भए त चार नागेर आइहाल्छ के खान्छौ कमला सुन्तला कि अमला हले यार भनेको छ गमला गोरु त कस्तो मजाले हानिरहेको छ अरू मान्छेहरू यार कम मस्त भयो जोडी रहेछ नि त अनि जोत्नेवालै हो कसम कसले चराउन लगाएको के गाई रहेछ यार यो जोत्ने होइन यो जो उताको त ऊ जस्तो लाग्यो मलाई हो हाहाहा कति घुम्ने यार मजाले एकछिन हेरौँ न यहाँ यहाँदेखि हेर्दाखेरि उताको भ्यू दामी देखिन्छ तर हामीले आँखाले हेरे जतिकै फोटोमा आउनुपर्छ भने यहाँदेखि आँखाले जस्तो हेर्छौँ नि त्यस्तै फोटो खिच्दाखेरि दामी देखिने थियो ड्रोन चाहियो माथि यस्तो नि त पारा कस्तो देखिया छु म दामी छ कति घन्टा लाग्यो हामीलाई यो पार्कको चक्कर एक चक्कर आधी घन्टा लाग्छ होला 30 मिनट जति त लाग्यो होला 41 7 बजे हामी यहाँ पुग्यो होइन 7 बजे पुग्यौँ 40 मिनटमा हामी यहाँ पुग्यौँ टक अझ अर्को राउन्ड लगाउने कि गइजाने गाडीमा आउने साँझ हेरौँ अब गाडीमा हुन्छ फुलहरू आज सालाको छुट्टी होला सोच्नु त मैले त हाफ डे पनि हुँदैन हेर्नु तल भोलि छुट्टी होला
जाइकन कतिको रमाइलो लाग्यो कति हो मनमा सुकुन डेली आउन पायो होइन यस्तो भाग्यमा कहाँ छ रे डेली आउनु आजको पार्किङ पुरा गरिसक्यो हामीले पार गरिसक्यौँ होइन टक्क आज घुमिसक्यो यहाँ पछाडि मन्दिर छ यहाँ यता कता हरायो पूजा गर्छन् यहाँ बिहान बिहान ओ दामी पूजा गर्छन् होइन पूजा गर्न त यहाँ मान्छेहरू जान्जरै छन् ल आजको लागि आज चाहिँ हामी अब निक्लेको पार्कभन्दा बाहिर तर जे होस् पार्कमा रमाइलो थियो पार्कतिर होइन रुमतिर जाने हो अब एकदम रमाइलो भयो जे होस् मजा आछ एकदम फिलमा दामी मजा आयो आज पेपर